अन्त एक दिन फोन गर्छ अन्त उसलाई फोन गर्ने क्या ठेलालाई कसलाई गर्नु न काम छ 5 लाख रुपियाँ हालिदिनु हो क्या त्यहाँ के गर्ने पार्लाई के गर्ने काम छ के काम छ भने मलाई के भन्नु के काम छ भने के काम छ काम छ क्या त्यो त के काम छ भन्नु के गर्ने के गर्ने के होला के नि 5 लाख हालिदिनु कसले तिर्ने ऋण त तिरिहाल्छ नि बिस्तारै तिर्छ दाजुमा रिचार्ज कान्छीलाई ल्याउनु पर्छ नि यहाँ अहिले फोन गर्दा 5 लाख रुपियाँ हालिदिनु कुरो हो अनि आज 5 लाख रुपियाँ हालिदिएकै छैन त त्यसले काम थियो के गर्ने के हुन्छ काम के होला गर्न लाउने तिमीले सुन लाउने त्यही त होला काममा ढुङ्गर के होला त कितने बेच्न यो छैन बेच्नु छैन क्या छैन क्या छैन क्या मैले बेचिहाल्ने कसले किन्ने अहिले बेचिहाल्ने क्या खै यहाँ हेर्नु थाहा हुन्छ त चिया चिरे खाने क्या हुन्छ ए चिरे खाने क्या चिरे खाने मरिया दिने चिरे खाने क्या त्यति न काम गरिकन आएको नि दिने के बुला खाएको एउटा बेच्यो किन्ने सबै बेच्यो मिल्दैन 5 लाख रुपियाँ त एउटा बेच्दिले किन्ने के हो त बुला त काम गरे बस न पहिला हेरि बस न कुरा गर नि त के गर्नु पर्यो बस न एकछिन काम गर्न आयो के एउटा त बेचेको एउटा सबै बेच्नु 5 लाख रुपियाँ बेच्यो के जरुरत परेको अब पैसै हुँदैन खालि त्यति बस्यापछि पैसै हुन एउटा काम गरेर भने त एउटा काम गरेर न काम गर्न त्यही न गर के गर्नु मैले बेच भने तिमीलाई बेच भने बेचन भने के गर्नु गरेको छ मर्ने लागेको छ एउटा काम गरिहाल्छ एउटा काम गरेर न काम गरेन हामी त्यही गर्नु नाममा एउटा काम गरिहाल्छ नि काम गरेर छ अब पैसा अब तिमीलाई चाहियो पैसा चाहियो त्यही बेच चाहियो सुन लाउनु पाएन मैले अनि काम गरेँ भन्नुहुन्छ बुढा फोन गरेर बोल भन्नु के के गर्ने नाम लाग्यो नि के गर्ने आउँछ के गरौँ भन्नु मर्यो भने हाम्रो विवाह त बार्ने हुँदैन भोलि विवाद त पार्ला के गरौँ भन्नु पैसा जोर पर्यो पैसा छैन अब राम्रो काम राम्रो काम गरेर अनि अब 5 लाख चाहिएको थियो राम्रो काम गरेर न काम गर्नु अरूलाई भन्नु राम्रो गरेर छ कोही थाहा भन्नु कोही थाहै भएन कसले के थाहा भयो तिमीलाई भने आउनु त बिरामी छ भने त्यही गर्नु नाम भयो नआए न त्यही ज्ञान गरौँ न अब के गरौँ त
के गरौँ कमान कमान गर्दा गर्दा अब कमाउँदा पैसै हुँदैन त्यही बेच्नु सब बेच्नु हुन्छ अब दुईटै जति जल्दी होला सब बेच्नु हुन्छ बिहा त बानी खोजेलाई त बार्नु खोज्यो भने त्यही गर्नु त्यही गरौँ जस्तो होला त्यस्तै डाल्नु त के जस्तो राम्रो काम गरेन गर्नु काम गर्ने भने त्यो नानी राम्रो हुन्छ नि गरेन राम्रो हुन्छ बेच्यो अब राम्रो भयो भने नभयो भने बेचेर कसले लाउनु भएको खानु भयो ओए चुप बाबु यहाँ त चुप त यहाँ त टोपी खोइ खै टोपी ल्याउनु अब 5 लाख रुपियाँ आउँछ त्यहीले अब मोज गरेर त्यो मज गर्ने गराउनु भयो कि कोही गर्नु भयो खानु भयो भने 5 लाख भने कम हो त 5 लाख जो लाउनु लाग्छ बेचिकन त्यो गरे त त्यस्तै गर्ने कहाँ फिल्म गरे त त्यस्तो खिसा गर्नु हाल्ने के हो बेचिकन सुनायो भने लाउनु के हो सुन्नु है गर्नु जुन अलिक काम गरेर के बाबु टोपी यहाँ चाहिँ माथि पुऱ्याइज बाबु पढाइज छैन यहाँ त्यही गर्न चाहिँ दाम ढिलो गर्नु के ढिलो गरेर तिमी खुसी होला नि खुसी हुँदैन के खुसी त्यही गर्नु खुसी हुन्छ के हुन्छ खुसी कमाउनु दिन त्यही काम 5 लाख रुपियाँ भन्ने हारी कुरो हो त 5 लाख कमाउनु चाहिँ गरि कमाएन आइसकेको त 5 लाख रुपियाँ कमाउन सकिन्छ त सक्दैन कमाउन नकमाउनु यो घर कुल बनाएर त्यतिखेर अब विदेशमा बसेर कमाएको थियौँ त अहिले कहाँ हुन्छ यही बेचिकन हुन्छ भइन्छ 5 लाख 5 लाख रुपियाँ जिन्दगीभरि चल्यो होला है चलिरहन्छ जिन्दगी चल्छ एउटा किडनी खराब जस्तो भन्नु उस्तो गर अस्ति भन्न दिदी झन् त्यही गर्न आएन एउटा किडनी बेच्नु के खबर भएन कहिले भन्थ्यो अस्ति साँच्चै भन्ने थियो अस्ति साँच्चै त गरेन साँच्चै त्यो रक्सी खानु भयो त्यही गरेन रक्सी खाइन धान गर्नु धेरै छैन अलिक त छ अलि होला ओइ लोटला बाबु राम्रो काम गरेन राम्रोसँग हेर त यहाँ हेर्नु हेर राम्रोसँग हेर न अलि त घाउ कस्तो हेर न पहिला पहिले हेर न पहिला कस्तो घाउ हेर्नु गरेर हाँ प्याङ गरेको के प्याङ गरेको म त होइन कि हेर यहाँ हेर न पहिला यहाँ चिडी खाने कि हेर यी यता हेर पहिला अह यहाँ छ नि यहाँ हेर पहिला यहाँ हेर कि हेर कि यता पहिला हेर न पहिला यता हो क्या यता आऊ के काम छ क्या यता आऊ प्याङ गरेको के यता भन्नुहुन्छ क्यामेरा छ के
बुढा छ नि किन किडनी बेचे ए किडनी हाय किडनी बेचेको हाय गर त हाय गर त हाय गर त हाय गर त हाय गर हाय गर न